नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई मेरो नयाँ भिडियोमा। आज मैले अमिन लोकसेवा तयारी पाठ्यक्रममा आधारित बेसिक प्रिन्सिपल अफ सर्वेइङ को एमसीक्यू सहित भिडियो बनाएको छु। सरर एकचोटि हेरेर बुझ्नु मात्र है त। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु। अमिन लोकसेवा तयारी पाठ्यक्रममा आधारित प्रत्येक च्याप्टर एमसीक्यू सहितको छुट्टा-छुट्टै भिडियो आउँदैछ। मैले अब एकैचोटि भित्रै गएर सक्ने कोसिस गर्नेछु है। योमा चाहिँ तपाईहरुलाई रिभाइज अथवा छिट्टो बुझ्नको लागि मैले भिडियो बनाएको छु। अन्तिमसम्म हेरेर कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त। बेसिक प्रिन्सिपल अफ सर्वेइङ। सर्वेक्षणका केही सिद्धान्तहरू। 1. दुई बिन्दुको आधारमा तेस्रो बिन्दुको अवस्थिति निर्धारण गर्नु। लोकेसन अफ अ पोइन्ट विथ रेफरेन्स टु टु अदर पोइन्ट्स। कुनै बिन्दुको अवस्थिति निर्धारण गर्नका लागि कम्तीमा दुईवटा थाहा भएका बिन्दु ती दुईका आधारमा सो बिन्दुको अवस्थिति, कोण र दूरीका आधारमा निकाल्न सकिन्छ। यसमा विभिन्न विधिहरू छन्। ए. ट्रिङ्गुलेसन। त्रिभुजका तीनवटै कोणहरू नापेर कुनै भुजा पनि ननापी तीनवटा एङ्गुलर मेजरमेन्ट। बी. ट्राभर्स। कुनै एक बिन्दुदेखि दूरी र कोण दुवै नापेर एउटा लिनियर र एउटा एङ्गुलर मेजरमेन्ट। सी. अफसेट। कुनै एक थाहा भएको बिन्दुदेखि चेन लाइनसम्म समानान्तर रेखाका सो बिन्दुसम्म नापिएको दूरी चाहिनेछ। सो रेखासँगको लम्ब दूरी अफसेट नापेर दुईवटा लिनियर मेजरमेन्ट। डी. ट्राइलेटरेसन मेथड। त्रिभुजका तीनवटै भुजाहरूको नाप लिएर तीनवटा लिनियर मेजरमेन्ट। 2. पूर्णबाट अंशमा काम गर्नु। वर्किङ फ्रम होल टु द पार्ट। यस्तो गर्नाले कुनै स्थानमा उत्पन्न हुने त्रुटि सानो स्थानमा नै सीमित हुन जान्छ र फैलन आउँदैन। लोकेलाइजेसन अफ इरर। यसको विपरीत भए वर्किङ फ्रम होल टु द पार्ट भए त्रुटि क्रमशः बढ्दै जान्छ। एकुमुलेसन अफ इरर। जस्तै ट्रिङ्गुलेसनमा प्रथम दर्जाको नियन्त्रण बिन्दुको आधारमा दोस्रो दर्जाको नियन्त्रण बिन्दु स्थापना गर्नु यसै सिद्धान्त अनुसार हो। त्रुटि एकुमुलेसन हुनबाट रोक्नको निम्ति सर्वेमा आउने इररहरूलाई एकै ठाउँमा थुप्रिन एकुमुलेसन नदिनु हो। 3. शुद्धताको बचाउट। एक्युरेसी अफ वर्क। इकोनोमी अफ एक्युरेसी। कुनै प्रयोजनका लागि जति आवश्यक छ त्यति शुद्ध मात्र काम गर्नु। कम शुद्ध कामै लाग्दैन भने बढी शुद्ध काम राम्रो भए पनि खर्चिलो हुन जान्छ। आवश्यक शुद्धता र प्रयोग गरिएको शुद्धताको तुलना। जस्तै चौथो दर्जाको त्रिकोणका लागि वेल्ड T3 जस्तो यन्त्रको प्रयोग भयो भने यसको सिद्धान्त विपरीत हुन्छ। नुन नाप्नका लागि सुन जोख्ने तराजु वा सुन जोख्नका लागि नुन जोख्ने तराजु प्रयोग गर्नु यस सिद्धान्तको विपरीत हुन्छ। पार्टीमा जाँदा हाफ प्यान्टमा गयो भने यस सिद्धान्त विपरीत हुन्छ। 4. स्वतन्त्र जाँच इन्डिपेन्डेन्ट चेक। गणितीय हिसाबमा कम्पुटेसन गरिएका मानमा भर नपरी सकेसम्म सबै मान नाप्ने। त्रुटि पत्ता लगाउनका लागि जस्तै प्लेन टेबलमा इन्टरसेक्सन गर्दा दुईवटा बिन्दुबाट रे दिइसकेपछि तेस्रो बिन्दुबाट रे दिनु। ट्रिङ्गुलेसनमा दुई कोण नापेमा तेस्रो कोण नाप्नु आदि। प्लेन टेबलको ओरिएन्टेसन गरी सकेपछि अर्को स्टेसन हेरी जाँच्नु। उच्च दर्जाको ट्राभर्समा केही ट्राभर्स स्टेसनपछि एस्ट्रोनोमिकल अब्जर्भेसन गरी एजिमुथ जाँच्नु।
कम्पास ट्राभर्समा ट्राभर्स लाइनहरूको ब्याक बेयरिङ र फर बेयरिङ दुवै नाम्नु आदि। म्याथमेटिकल रुल लगाएर जस्तै त्रिभुजका तीनवटै कोणहरूको जोड 180 डिग्री हुन्छ। छुट्टै नाप लिएर गरिन्छ। म्याथमेटिकल रुल लगाएर। 5. काममा एकरूपता तादात्म्य कन्सिस्टेन्सी इन वर्क। कुनै प्रक्रियामा एक भन्दा बढी किसिमका नापहरू भए तिनको शुद्धताको स्तरको तुलना। यसमा नापिएको शुद्धताको आवश्यक शुद्धतासँग तुलना गर्नु पर्दैन, केवल मेजरमेन्टहरूबीच तुलना गर्ने हो। एक थरी नापको शुद्धताको स्तर उच्च भए अर्को निशुद्ध नै हुनुपर्छ। जस्तै ट्राभर्स गर्दा कोण नाप्न वेल्ड 3 प्रयोग गरे, दूरी नाप्ने एडियम प्रयोग गर्नु पर्यो। जस्तै तल हाफ प्यान्ट र माथि कोट लगाइयो भने यस सिद्धान्तको विपरीत हुन्छ। MCQ 1. कुनै दुईवटा नाउन पोइन्टका आधारमा तेस्रो अननाउन पोइन्टको पोजिसन लोकेट गर्दा तलको मध्ये कुन तरिकामा एङ्गुलर मेजरमेन्ट गरिँदैन? ट्राइलेट्रेसन मेथड और अफसेट मेथडमा। 2. कुनै दुईवटा नाउन पोइन्ट्सका आधारमा तेस्रो अननाउन पोइन्ट्सको पोजिसन लोकेट गर्दा कुन तरिकामा लिनियर मेजरमेन्ट गरिँदैन? ट्रिएङ्गुलेसन। 3. तलका मध्ये कुन तरिकामा कुनै दुईवटा नाउन पोइन्टका आधारमा अननाउन पोइन्टको पोजिसन फिक्स गर्दा एङ्गुलर र लिनियर मेजरमेन्ट दुवै लिइन्छ? ट्राभर्स। 4. वेल्ड T2 थेडोलाइटले एङ्गल र स्ट्याडिया मेथडबाट डिस्टेन्स नाप्ने हो भने सर्वेको कुन सिद्धान्तको विरुद्ध हुन जान्छ? काममा एकरूपता। 5. स्वतन्त्र जाँच इन्डिपेन्डेन्ट चेक कसरी गरिन्छ? छुट्टै स्वतन्त्र नाप लिएर गरिन्छ और म्याथमेटिकल रुल लगाएर। 6. सर्वे कार्यमा पूर्णबाट अंशको सिद्धान्त अपनाउनुको मुख्य उद्देश्य के हो? त्रुटि एकुमुलेसन हुनबाट रोक्नको निम्ति। 7. रेकोनाइसेन्स सर्वेमा थेडोलाइट र इडियम प्रयोग गरियो भने सर्वेको कुन सिद्धान्तको विरुद्ध हुन जान्छ? शुद्धताको बचाउट। 8. इन्डिपेन्डेन्ट चेक किन गरिन्छ? सर्वे कार्यमा भएको त्रुटि थाहा पाउन। 9. सर्वे कार्यमा हुने मिस्टेक थाहा पाउन के गर्नुपर्छ? इन्डिपेन्डेन्ट चेक गर्नुपर्छ। प्रश्न नम्बर 1. सर्वे भनेको के हो? सर्वेइङका सिद्धान्तहरू लेख्नुहोस्।